फन घुमेर चाहिँ हामी आइसक्यौँ। के भयो सर अझ चाहिँ बौद्धको भ्यू कहाँसँगले खिच्नु भनेर एउटा राम्रो चाहिँ ननिस्किने हो। मोबाइल यस्तो हो कि यो ठाउँ यस्तो हो है। चाहिँ 3 राउन्ड हानेर चाहिँ जानुपर्ने हुन्छ यहाँबाट चाहिँ टक्कसँगले। त्यहाँको भ्यू चाहिँ कडक देखिरहेको छ एकदमै खतरा तरिकाले चाहिँ भन्नुपर्दाखेरि ओपी भन्नु धमाधम मान्छेहरू चाहिँ धेरै नै छ। धेरै भन्ने थोरै भन्ने मेरो लागि चाहिँ धेरै नै भयो। कहिले काहीँ आउने भयो है। बिलियन पनि बौद्ध फनक्कै घुमेर जाँदैछ। त्यो देख्न सक्नुहुन्छ सबैजना। वाह घुमेर जाँदैछ। वाह क्या बात सरसँगले चाहिँ बौद्धको साइडबाट भ्यू टक्क लामाहरू पनि सर घुमिरहेको छ होइन सबैजना सर दामी तरिकाले बौद्ध घुमेर चाहिँ सर्ट गइसकेको छ। सायद यताबाट जान्छ होला। तरिकाले गइरहेको छ कि यहाँबाट टक्कसँग दामी बाबा यो दामी भ्यूको साथै यो हाम्रो क्युट नानीको अनुहार यसरी हाल्ने हैन। मेरो चारैपट्टिबाट चाहिँ यसको भिडियो बनाउनु मन थियो मलाई। चारपट्टिबाट घुमेर चार साइडबाटै टक्कसँग होइन। यतापट्टिबाट कस्तो देखाएको छ यो पट्टिबाट पनि ठिकै देखेछ तर घामले गर्दाखेरि एकदम अलिकति असर गर्यो। त्यो पनि ठिकै छ। ओ मने गमे हूँ झन्डै लडे मने झन्डै लडेको म अब सरी झन्डै लडे म अब जुत्ता पनि पो खोल्नु पर्ने। यत्रो भिडमा त मेरो जुत्ता हराइहाल्छ नि। ओहो लास्टै प्रब्लम हो। जुत्तै जुत्ता सस्तो मस्तो ल 50 रुपियाँ घटा है जुत्ता। जुत्ता खोलेर जुत्ता सस्तो मस्तो छ है। सस्तो मस्तो अझ पऱ्यामा खत्रै उडाउँछु। उड्दैन यार। फाइनली म चाहिँ माथि नै चढिसकेँ। वाह क्या बात है भनेको के कस्तो अन्धेरो देखेँ क्या। म रातिको 12 बजी आएको जस्तो देखिरहेको छु मौसम पनि। तर यो चाहिँ मलाई एकदमै करेक्ट लाग्यो। वाह क्या बवाल छ। दामी दाजु दामी भन्छ नि त्यस्तै क्या। नाइस यो चाहिँ दामी दाजु बनाएको रहेछ। ओपी है। यत्तिको भ्यू चाहिँ बब्बालै हुन्छ यहाँ चाहिँ। यसको लागि चाहिँ बवाल छ। बवाल उडायो हावाले भन्दै अब म माथि गएर डाँडाबाट यो कुनामा चाहिँ यहाँ चाहिँ बवालै बनाएको छ। टक्क पुलहरू राखेर चाहिँ